शत्रु गतेको के भने आई लभ यु भने जस्तो लाग्यो भयो तपाईको बिए भयो एउटा भयो अर्को हुने भयो तपाईहरुले नेतालाई लखट्न सक्नुहुन्छ राजेन्द्र खड्कीले कलाकारले परेपछि लखाडिहाल्छ नि यार तपाईँ हामीलाई भोलि यस्तै कन्डिसन भयो भने होइन राजा लखटे नेता को हो र तपाईँको एक्सले यो चाहिँ क्वेसन मात्र हो एक्सले फेरि पनि डेटिङ जाउँ भनेर प्रस्ताव राख्नुभयो भने तपाईँ जानुहुन्छ कि जानु क्यापिटल एक्स कि स्मल एक्स अलिकति जनरल नलेज छैन हाम्रो फाइट एक्टरहरूलाई पातलो मान्छेले चाहिँ 80 किलो मान्छे उडाउनलाई चाहिँ फुल पावर चाहिन्छ नि हावामा प्याटा हान्यो फारो उड्यो त्यो चाहिँ मलाई मन नपर्ने तर फ्यान्टासीले लिन्छ दर्शकलाई धन्यवाद अनमोल केसीले भ्लाट हान्ने दुईजना उडाएछ कोर्ट यसो मिलायो अब विराज भट्टको कुरा आरौँ यस एक्सन स्टार उहाँ पनि उहाँको राम्रो पक्ष के त मेरो कुरा सुनेछ निखिलको सब्सिडमा स्टार बनाइदिएको छ अनुहारले त हिरो बन्ने खालको भिलेन बन्ने खालको हो नि त कहर छ अर्कोतिर सीमा विवादको कुरा छ अर्कोतिर एमसीसी को कुरा छ यस्तो बेला अब गर्ने चाहिँ के त केही नगर्ने कोठामा बस्ने टुटुला गफ गर्ने नेताको कुरा सुन्दै बत्याउने नि नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिइसकेपछि तपाईले के फाइदा लुट्नु भयो अहिलेसम्म दिएको प्रचण्ड दाइ र चाहिँ केपी ओली दाइ भनेको शिवशेष दाइ र भुवन दाइ जस्तो हो है उहाँहरू भएको फिल्म हिट छ उहाँहरू भए पनि उहाँहरू मिल्यो भने यो देश हिट हुन्छ भोट दिनु जिताउनु अनि त्यहाँबाट चाहिँ विकास गराउनु नगर्यो भने यहीँबाट